नमस्ते। आज हामी बालनले नेपालको सीमा सम्बन्धी किन विवादास्पद कुरा गर्यो त्यो विषयमा केही चर्चा गर्दैछौँ। सुरुमा हामीले विवाद भनेको के हो त्यो बुझ्नुपर्ने हुन्छ। सभ्य समाजमा संवाद हुन्छ, असभ्य समाजमा विवाद मात्रै हुन्छ। संवाद भनेको के हो? एक सभ्य परिवारमा सुरुमा सबै सदस्यहरू बसेर छलफल हुन्छ, त्यसपछि सबैको साझा निर्णय जे निस्किन्छ सबैले त्यही बोल्छन्। वास्तवमा शक्ति भनेको यही हो। असभ्य परिवारमा सबैको आफ्नो धारणा हुन्छ, सबैको आफ्नो विचार हुन्छ, कसैले कसैको कुरो सुन्दैन, धारणा सुन्दैन, विचार सुन्दैन। त्यस्तो परिवारको कुनै अर्थ पनि हुँदैन र त्यो परिवार कसैले सम्मान पनि गर्दैन। जस्तै हामी कक्षा कोठाको कुरा गरौँ, सबै विद्यार्थीले कपुरी क भन्यो भने कोठै भत्किने गरी तरङ्ग पैदा हुन्छ। एकले एक वर्ण र अर्कोले अर्को वर्ण उच्चारण गर्यो भने अराजकता पैदा हुन्छ। कसैले उच्चारण गरेको वर्णको अर्थ हुँदैन। एक पटक एक गीत सुन्यो भने त्यो गीत मजाले बुझ्न सकिन्छ, तर एकै पटक हजारवटा गीत बजायो भने कुनै पनि गीत बुझ्न सकिँदैन। बालनले किन यस्तो भन्यो त भन्दा पनि सुरुमा लोकतन्त्र भनेको के हो त्यो बुझौँ। पश्चिमाहरूले व्याख्या गरेको लोकतन्त्रले व्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताको वकालत गर्छ। वाक स्वतन्त्रता भनेपछि मान्छेले मनमा जे लाग्यो त्यो बोल्न पाउनु हो। जसले जे मन लाग्यो त्यो बोल्दैपछि त्यसको कुनै पनि अर्थ हुँदैन। जस्तै हामी निर्मला बलात्कारको काण्ड हेरौँ। एकजना पत्रकारले सकारात्मक कोणबाट लेखिदिन्छ, अर्कोले नकारात्मक कोणबाट लेखिदिन्छ। तपाईँ हामी जस्तो पाठक ठोस निर्णय लिन पनि सक्दैनौँ र ठोस निष्कर्षमा पुग्न पनि सक्दैनौँ। त्यो एउटै घटना दुईजना मान्छेले फरक धारबाट लेख्दिएपछि ठोस निष्कर्ष निस्किँदैन। परिवार पनि एउटा सङ्गठन हो, त्यहाँ बाउ आमा छोरा छोरी सबै हुन्छन्। सङ्गठनभित्र बसेपछि कसैले पनि यो मेरो यो तेरो भन्न मिल्दैन। हाम्रो भन्ने संस्कार हुनुपर्छ। हाम्रोमा त कस्तो छ भने छोराछोरीले भनेको कुरा बाउले सुन्दैन, बाउले भनेको कुरा छोराछोरीले सुन्दैन। त्यो परिवार हो कि जङ्गली पशुहरूको जमात हो त्यो भन्न सक्ने स्थिति छैन। लोकतन्त्र वा प्रजातन्त्र जेसुकै बनाऊ, यो जनताको भावनासँग जोडिएको शासन पद्धति होइन। यो व्यक्ति स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको भ्रममा समाजमा अराजकता पैदा गर्ने र त्यो अराजकतामा अवसर खोज्ने खातेहरूको सत्ता हो। मैले चरित्रको विरोध गरेको हो र कुनै पनि मान्छेको पेसाप्रति घृणा भाव पैदा गर्न खोजेको होइन। तपाईँ हामीले पत्रकार देखिरहेका छौँ नि, हजारजना पत्रकारले हजारवटा कुरा लेखिदिन्छ। हामी वास्तविकता के हो त्यो बुझ्नै पाउँदैनौँ। 2046 सालदेखि नेपालमा कस्तो कस्तो अपराध भयो, कस्तो कस्तो काण्डहरू घटे, कुनै अपराध र काण्डको हामीले वास्तविकता बुझ्यौँ त? वास्तविकता बुझ्नै नदिने र सधैँभरि भ्रम पैदा गर्ने र मान्छे अल्झाइराख्ने लोकतन्त्रको सार भनेको यही हो। जस्तै हामी एउटा साधारण आवाराको कुरा गरौँ। आवाराले केटी प्रेमको नाममा झुलाइराख्छ। विवाह भनेको निष्कर्ष हो र उसले निष्कर्षमा पुर्याउँदैन, झुलाइराख्छ। निष्कर्षमा पुर्यायो भने मान्छे शक्तिशाली हुन्छ र झुलाइराख्यो भने मान्छे कमजोर हुन्छ। पश्चिमाहरूले आफ्ना दासहरू सत्तामा पुर्याएर शासन गर्ने लोकतन्त्र भनेको मनोवैज्ञानिक युद्ध हो। मान्छेलाई मानसिक र मनोवैज्ञानिक रूपमा कमजोर बनाएर कामै नलाग्ने झल्लु बनाएर सडकतिर फ्याँक्दिने हो। 10 वर्ष माओवादीले के गर्यो त? नयाँ जनवादको नाममा नेपालीहरू 10 वर्ष बराल्यो, 17,000 मार्यो, लाखौँ घरबारविहीन बनायो र अन्तिममा 12 बुँदे सम्झौता गरेर सारा जता सडकतिर मिल्काइदियो। माओवादीमा 10 वर्ष उत्तेजित भएर हिँडेको जत्थाको मनोविज्ञान यसरी प्रहार गरे कि त्यो जत्था कामै नलाग्ने भयो। तपाईँ माओवादी भन्नुहोस्, काङ्ग्रेस भन्नुहोस्, एमाले भन्नुहोस्, रासपा भन्नुहोस्, सबैको काम यही हो। सुरुमा जनताको भावना जित्नको निम्ति एक कुरा गरेर उत्तेजित बनाउँछ र अन्तिममा सत्तामा पुगेपछि ठ्याक्क त्यसको उल्टो काम गर्न थाल्छ। आवाराले केटी पट्याउने बेला स्वतन्त्रताको कुरो गर्छ, उत्तेजित बनाउँछ र अन्तिममा आफ्नो स्वार्थपूर्ति भए पछाडि आफ्नो वास्तविक रूप देखाउन थाल्छ। पार्टी भनेको यस्तै लम्पट आवाराहरूको जत्था हो। त्यसैले जबसम्म हामी स्वयं सार्वभौम बनेर सोच्दैनौँ तबसम्म हामी यस्ता आवाराहरूको शिकार भइ नै रहन्छौँ। अब हामी बालनतिर फर्कौँ।
2072 सालको भूकम्पपछि इन्डियाले नेपालमा नाकाबन्दी लगायो र ओलीले नाकाबन्दीको विरोध यसरी गर्यो कि नेपाल र इन्डिया बीच भिडन्तै हुन्छ जस्तो गरेर नाटक प्रदर्शन गर्यो र त्यसको ठ्याक्क केही समयपछि मोदी नेपाल आयो र ओलीले विमानस्थलमा मोदी बाउ जस्तो गरेर खुट्टा ढोग्यो र मोदी नेपाल आएको खुसियालीमा अरुण नदी इन्डियाको आत्मा बुझायो। यस्तो समेत नाटक गर्ने दलालहरू छन् यहाँ। यो प्रणाली बालदेनले ल्याएको त होइन, यो प्रणाली त्यही ओली पुष्पकमल बाबुराम शेरीहरूले बसालेको जग हो। त्यसैले यिनीहरूले हिजो जे गरे बालदेनले गर्ने पनि त्यही हो। 2077 सालमा ओलीले एमसीसी पास गर्न लिम्पियाधुरा क्षेत्र नेपालको संविधानमा हाल्यो र ओलीको कदम विवाद हल गर्ने होइन अथवा समस्या हल गर्ने होइन र त्यसमा खेलेर अर्को समस्या सिर्जना गर्ने थियो। 2078 सालको जनगणनामा त्यस क्षेत्रमा जनगणना गर्न कुनै पनि प्रतिनिधि पठाइन। मैले भन्न खोजेको समस्या हल गर्नको निम्ति यहाँका दलालहरू बोल्दैनन्। विवाद पैदा गरेर देशमा अराजकता पैदा गर्नको निम्ति यिनीहरू कसैको आदेशमा बोल्ने हो र बालदेनले नेपालले इन्डियाको सिमाना मिचेको छ भन्यो। के आधारमा भन्यो त? केही कुरा बोल्नु पूर्व छलफल हुन्छ, अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ। एउटा नेताले सबै कुरा बुझेको हुन्न। देशमा विद्वान हुन्छन्, सीमाविदहरू हुन्छन् र उनीहरूले सङ्कलन गरेको प्रमाणको आधार राखेर बोल्नुपर्ने हुन्छ। त्यो संस्कार न त हिजोको दलालहरूमा थियो न त बालेन जस्तो आजका दलालहरूमा छ। र हामी ओलीको देख्छौँ नि, अध्ययन अनुसन्धान के पनि छैन, मनमा जे आयो फ्याङ बोल्छ होइन। मैले बोलेको कुराले समाज र राज्यमा के असर गर्छ त्यो बुझ्दैन। सडकतिर चाहिँ कुकुर जस्तो लखर हिँड्ने आवाराले जे बोले पनि हुन्छ, तर प्रधानमन्त्री जस्तो आधिकारिक स्थानमा बसेको मान्छेले जे पनि बोल्न मिल्दैन। नेपालको सबै पार्टीका दलालहरू र सडकको आवारामा केही पनि भिन्नता छैन। विदेशीले सामाजिक सञ्जालबाट प्रचार गरेर सत्तामा पुर्याएको हुन्छ र सडकको कुकुर महलमा पुगेर उसको आचरण परिवर्तन हुने त होइन। बालदेनको समस्या पनि यही हो। आजभन्दा 5-6 वर्ष अगाडि सडकमा र्याप हान्दै हिँड्ने मान्छे विदेशीले प्रोपोगन्डा गरेर सत्तामा पुर्याएको छ। न त्यो पदको गरिमा बुझ्छ न आधिकारिकताको अर्थ बुझ्छ, के पनि बुझ्दैन। मैले कसैको विरोध गर्न खोजेको होइन। राज्य सत्ता भनेको राष्ट्रको गरिमामय स्थान हो र त्यो स्थानमा बसेको मान्छेले यसरी मनमा जे आयो त्यही फ्याङ बोल्न मिल्दैन। र बालदेन र ओलीमा के फरक भयो त? आवरण मात्रै फरक छ, चरित्र त पुरानै छ। हो, हामी के कुरामा प्रश्न हुनुपर्छ भने यो शासन प्रणालीमा जो आए पनि र जो गए पनि हिजोको दलालहरूले जे गरे यिनीहरूले गर्ने पनि त्यही हो। जब जग पुरानै छ, पुरानोले जे गर्यो नयाँले गर्ने पनि त्यही हो। तपाईँ प्रत्येक सङ्गठन हेर्नुहोस्, त्यो सङ्गठन हो कि वेश्यालय हो भन्न सक्ने स्थिति छैन। न सङ्गठनको मूल्य मान्यता मान्छ, न आचार संहितामा हिँड्छ। जसले जे मन लाग्यो त्यही गरेको छ, जे मन लाग्यो त्यही बोलेको छ होइन। आशिका तामाङको हामीले हरकत देख्यौँ नि होइन। यिनीहरू मान्छे हुन् कि वनका बाँदरहरू हुन्? जे मन लाग्यो त्यही गर्ने, जे मनमा आयो त्यही बोल्ने हो भने सङ्गठन किन बनाउनु पर्यो त? कथित जेनजी आन्दोलनको उद्देश्य नेपालमा भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने थियो। तर यिनीहरूको हरकत हेर्दाखेरि नेपालमा भ्रष्टाचार अन्त्य गर्ने पनि देखिँदैन र नेपालमा सुशासन कायम गर्ने पनि देखिँदैन। र पुराना दलहरू जति भ्रष्ट थिए र यिनीहरू पनि त्यही लेभलको भ्रष्ट देखियो। जस्तै पुरानो रक्सीभन्दा नयाँ रक्सी घातक हुन्छ भने चाहिँ राजतन्त्रभन्दा दल घातक भयो र दलभन्दा यिनीहरू 1000 गुणा घातक बनेर निस्किन्छन्। हस् त, धन्यवाद।